पहिलो शताब्दीको विश्वासीहरूले हिब्रूको पत्र पाएको समय तिनीहरू निराश र निरुत्साहितको जीवन बिताइरहेका थिए। प्रभुमा विश्वास गरेको कारण कसैले आफ्नो परिवार त कसैले आफ्नो ज्यान समेत गुमाउनु परेको थियो। यसकारण हिब्रूको लेखकले यो पत्रद्वारा प्रभुसम्म पुग्ने पुल बनाइरहेका छन्। तर हामी यो पुस्तकमा प्रभुलाई यस जीवनको पुल भनी देख्छौँ, जसले मृत्युलाई अनन्त जीवनमा परिणत गर्नुहुन्छ। हिब्रूमा हामीले सहनशीलता, प्रभुको वचन र उहाँसम्म पुग्ने पहुँच, मण्डली र मानिसको जीवनमा विश्वास र भरोसाको दृश्यलाई पाउनेछौँ।